हेलो एन्ड वेलकम टु माई न्यू युट्युब च्यानल। साथीहरू, आज चाहिँ मैले न्यू युट्युब ब्लग बनाउँदैछु। तपाईँहरूले चाहिँ यसलाई लाइक, कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू। आज चाहिँ हामी लाग्यौँ फुलबारीतिर अनि फुलबारी गएको अनि फुलबारीको टिकट चाहिँ 50बाट 60 भएको रहेछ। उहाँहरू चाहिँ मेरो भाउजू, नानीहरू अनि भदैनीहरू चाहिँ अनि हामी यतिजना भएर चाहिँ फुलबारी लाग्यौँ। अनि मसँग चाहिँ मेरो सानो बेबी पनि छ है साथीहरू। अनि हामी सबैजना बाहिर फुलबारी भित्रतिर गयौँ। भित्र गइसकेपछि पहिला चाहिँ हामी चाहिँ फोटो खिच्न जाऊँ, किनकि अहिले फेरि हिँड्दा पसिनाले मेकअप उत्रिन्छ भनेर न थिएँ। अनि हामी फुलबारी मासतिर गएर फोटोसोटो खिच्यौँ। फोटो खिचेको चाहिँ मैले यहाँ क्लिक गरिनँ, किनकि भिडियो गराउने पनि मै, सो त्यही भएर चाहिँ अनि फोटो खिच्दा अब बेबी पनि हातमा अनि अलि नमिलेर चाहिँ सबै भिडियोहरू चाहिँ यहाँ आएको छैन, तर पनि है रमाइलो भयो। अनि हामी चाहिँ फुलबारीको यो खेल्ने ठाउँतिर गयौँ। अनि खेल्ने ठाउँतिर गइसकेपछि चाहिँ त्यहाँ बेबीहरूले चाहिँ मिकी माउस खेल्ने, मिकी माउस भन्थे होइन, प्राइज सोधेँ अनि 100 रहेछ अनि टाइम सोधेँ, जम्मा 10 मिनट अरे। सो अनि मैले चाहिँ 10 मिनट मात्र 100 एकजनाको। अनि त्यसपछि के गर्ने भने फेरि हामीसँग टाइम धेरै पनि थिएन कि, अब साँझ पनि पर्न लागिसकेको थियो, दिनभरि पानी परेको भएर अलि ढिला गएको थियो फुलबारी पनि। अनि सानो बेबी हातमा अनि सो गर्मीमा छिटो गरेर फर्किने भनेर नै गएको थियो नि त। अनि त्यसपछि हामी चाहिँ प्ले ग्राउन्डबाट माथि आयौँ। माथि आइसकेपछि चाहिँ हामी घुम्नतिर लाग्यौँ। अनि घुम्नतिर लाग्यौँ, त्यसपछि फोटो खिचौँ भन्यौँ। अनि भाउजू र म चाहिँ फोटो खिच्नतिर लाग्यौँ अनि भिडियो बनायौँ। अनि नानीहरूलाई नि एकपल्ट खिचिदियो। मेरो नानो र मेरो जेठाजुको छोरी चाहिँ अलि फोटो खिच्न झ्याउमा छ क्या, अनि तिनीहरूले फोटो खिच्न मानेन। अनि यो नानीहरूको खिचिदियो, भदैनीको, भाउजूको, मेरो खिच्यो। अनि त्यसपछि चाहिँ हामी अनि वरिपरि घुम्न लाग्यौँ है। अनि फुलबारीको पुरै राउन्ड हान्दाखेरि चाहिँ हामीले कति कुराहरू नयाँ चिजहरू देखियो कि है। फुलबारीमा पहिला हामी जाँदा चाहिँ धेरै त्यस्तो केही पनि थिएन नि त। अहिले त फोटो खिच्नलाई ठाउँमा डेकोरेट गरेको रहेछ होइन। कस्तो राम्रो कि बुटुल फुलबारी लेखेर कुनै ठाउँमा लभ बनाएको, कुनै ठाउँमा चाहिँ बोर्ड बनाएर राखिदिएको होइन। अनि माथि चाहिँ बटरफ्लाई पनि बनाएर राखिदिएको रहेछ। अनि त्यसपछि त्यहाँ चाहिँ केही कुरा नयाँहरू थपिएको पनि रहेछ नि त। अनि त्यसपछि हामी जूतिर पनि गयौँ। जूमा गएर लियोपार्ड, स्नेक, अनि त्यसपछि ऱ्याबिट, अनि त्यसपछि थुप्रै थियो, धेरै नै थियो, तपाईँहरूले देख्न सक्नुहुन्छ त। अनि त्यसपछि फेरि हामी अलि माथि गएको अनि साइक्लिङ पनि रहेछ, त्यसको पनि मैले भिडियो चाहिँ बनाइनँ कि मेरो चाहिँ बाबु हातमा थियो नि त। कहिले बाबु सुत्ने अनि उठ्ने गर्दा पालो भाउजूले र मैले चाहिँ पालो बाबु बोकिरहेको थियो। अनि त्यसपछि नानुहरू चाहिँ अलि मान्दैन कि, सानो हो नि त। अनि त्यसपछि चाहिँ हामी चाहिँ गयौँ। अनि त्यसपछि माथिपट्टि त्यो पुरानो दरबारको त्यो के छ नि सानो होस्, त्यसको साइडमा पनि कस्तो राम्रो फोटो खिच्ने स्ट्यान्डहरू बनाएर राखेको के, मतलब हुन्छ नि कुनै कस्तो के, मलाई त कस्तो मन पर्यो। अहिले चाहिँ फुलबारी चाहिँ राम्रो लाग्यो है। अनि रुख भएको भएर त्यति गर्मी पनि भएन क्या, हल्का शीतल नै थियो नि त, घाम पनि लागेको थिएन, बिहान पानी परेको भएर। अनि कस्तो रमाइलो लाग्यो। अनि हामी भित्र गयौँ। अनि त्यसपछि त्यहाँ गएर अनि भाउजूले फोटो खिचौँ भन्नुभयो। अनि फोटो पनि खिच्यो, माथि नि फोटो खिच्यो। म चाहिँ अहिले बेबी भर्खर 4 मन्थ रनिङ हो नि त। अनि आफ्नो चाहिँ फिगरको चाहिँ कुरा नगरौँ, एकदम भएको छ है, मोटाइएको छ। त्यही भएर मलाई चाहिँ अलिकति फोटो खिच्न मन लागेन क्या, अनकम्फर्टेबल लाग्यो, किनकि आफ्नो शरीर देखेर आफूलाई इरिटेट लाग्छ कि। साथीहरू, मेरो भिडियो चाहिँ थोरै छ न, तपाईँहरूले चाहिँ लाइक अनि सब्सक्राइब पनि गरिदिनुहोस् है। म नयाँ हो, तपाईँहरूको साथ सपोर्ट चाहिएको हुन्छ होइन, तपाईँहरूलाई पनि हामीले गरिरहेको छौँ। अनि मेरो बेबी चाहिँ रोइरहेको पनि थियो कि, गर्मीमा रुन त रुको थिएन, ज्ञानी नै छ होइन, तर कि गर्मीमा हामीलाई आतुरी लाग्यो कि बेबीलाई धेरै गर्मी भयो कि भनेर न। अनि मैले यत्रो भिडियो बनाएँ होइन। अनि मैले चाहिँ ख्यालै नगरेको कि मेरो मोबाइलमा चाहिँ 0.5 को क्यामेरा उस पनि गर्न मिल्छ भनेर न, कस्तो। अनि बल्ल यति बेला याद आएको कि, अनि त्यति बेला चाहिँ बल्ल याद आएपछि फेरि हल्का जुम गर्दै फेरि 0.5 मा 1 मा गर्दै बनाएको थियो कि हल्का भिडियोहरू चाहिँ। साथीहरू, सबैले आज फुलबारी कस्तो लाग्यो, तपाईँहरूले चाहिँ
लाइक कमेन्ट गर्नु होला। मैले हो भनेको कि अघि कस्तो राम्रो हो भन्थेँ नि माथिपट्टि यहाँ के फोटोहरू खिच्न भिडियो बनाउनलाई चाहिँ यहाँ माथि पनि बनाइदिएको रहेछ कि। पहिला त हामी अझै उता माथिसम्म पनि जान्थ्यौँ। यो चाहिँ हाम्रो पुरानो दरबारको हो, राजाहरूको पालाको। मेरो भिडियो चाहिँ यति नै हो साथीहरू, बाई बाई।